सेवारो नमस्ते आज म हजुरलाई सफारी पार्क एक्सप्लोर गर्न गइरहेको छु अनेस्टली यो एक्सपिरियन्स चाहिँ एक्सपेक्टेड भन्दाखेरि चाहिँ एकदमै वाइल्ड इन्ट्रेस्टिङ हैन अनि जस्ट अति नै रिफ्रेसिङ थियो है अनि यो चाहिँ यो मोमेन्टमा चाहिँ अब हामीलाई चाहिँ यो ट्रेनबाट चाहिँ सफारीलाई चाहिँ घुमाउनको लागि भनेर लानु लागेको थियो अनि त्यहाँनिर एन्ट्री गरेँ र ट्रेन पनि स्टार्ट भयो र आई वाज सो एक्साइटेड एट दिस मोमेन्ट है अनि यो चाहिँ ठ्याक्क एन्ट्रीबाट चाहिँ म भित्र छिरेँ होइन योबाट छिर्न बित्तिकै चाहिँ आई वाज लाइक फिलिङ अ काइन्ड अफ हुन्छ नि टेलर स्विफ्टको भाइब्स क्या यो टेलर स्विफ्टको स्पेसली वाइल्डेस्ट ड्रिम्स भन्ने एउटा सङ छ अनि त्यो मलाई भाइब आएर त आई डोन्ट नो वाइ है अनि झन् त्यो अलिकति अगाडि त्यहाँनिर चाहिँ जेब्राहरू देखिन्छ होइन अनि त्यो मोमेन्टमा त आई वाज लिटरली फिलिङ वाइल्डेस्ट ड्रिम क्या होइन टेलर स्विफ्टको त्यो त्यो सङवाला भाइब्स अनि म त अझ कति कतिखेर त यो बेला त पुरा गाइरहेको थिएँ होइन वाइल्डेस्ट ड्रिम भन्दै जस रमाइलो भएको थियो है आई हाई सम्झिँदा पनि साह्रै रमाइलो लागेर आउँछ यो भिडियोहरू चाहिँ मैले थोरै 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 क्लिपहरू राखेर खिचेर राखेको थिएँ अनि इट वाज अ विक अगो होला हौ कि ओ माई गड इट वाज सो मेमोरेबल यो बेला त पुरा म लिटरली So you remember me भनेर गाइरहेको थिएँ होइन अनि त्योबाट अलिक अगाडि गएपछि चाहिँ यो पोखरी आउँछ अनि यो पोखरीमा चाहिँ हिप्पोपोटामसहरू छ क्या यहाँ देख्न सकिन्छ नि त्यो वाइट स्पट्सहरू अनि यो हिप्पोपोटामसहरू देखिन्छ तर उनीहरू चाहिँ सबै त्यो यसरी नै बसिरहेको थियो अन्डर वाटर उनीहरूको टाउको पनि माथि आएको थिएन अनि त्यही भएर राम्रोसँग देख्न पाइरहेको थिएन अनि त्यो टुर गाइडले चाहिँ हामीलाई यो चाहिँ हिप्पोपोटामस हो फेरि तिमीहरू मिस्टेक होला है फिस भनेर इट इज नट फिस इट इज हिप्पोपोटामस भनेर भनिरहेको थियो क्या हाँस्दै जस्ट रमाइलो थियो अनि यो चाहिँ लाइक हाइब्रिड भन्दै थियो क्या यो एनिमल चाहिँ हर्स र खै के को हाइब्रिड भनेको थियो आई फरगट अनि जस्ट रमाइलो लागिरहेको थियो त्यो बेला एकदमै यो मैले अहिले भोइस ओभर गरेको चाहिँ रातिको समय छ अनि आई थिङ्क अहिले त 1:30 बज्यो होला रातिको है त्यही भएर म सबैजना सुतेको हुनाले गर्दाखेरि अलिकति शान्त हुन्छ अनि त्यो बेला गर्छु भनेको तर अलिक सानो स्वरमा पनि बोल्नु परिरहेछ क्या अनि ओ माई गड यो गैँडाहरू देख्दाखेरि चाहिँ मलाई एकदम नेपालको सम्झना आइरहेको थियो होइन गैँडाहरू देख्दाखेरि तर एट द सेम टाइम आई वाज सिङ्गिङ मनमाने चाहिँ होइन त्यो वाइल्डेस्ट ड्रिम क्या अनि यो चाहिँ यो ठाउँबाट चाहिँ अब यो एन्ट्री उता अर्को त्यो एनिमलहरू राखेको ठाउँहरू जुन अब चाहिँ अब त्यो केजहरूमा हुन्छ नि राखेको टाइपको क्या ठाउँहरूमा चाहिँ जाँदैछौँ हामी म चाहिँ सबैभन्दा अगाडिको सिट छानेर गयो क्या सो द्याट कि मलाई कोही अरू मान्छेहरूले डिस्टर्ब नगरोस् भनेर बिकज इन माई माइन्ड आई वाज लाइक म भिडियोहरू खिच्छु भन्ने नि थियो नि त त्यही भएर अनि यो चाहिँ यो पोइन्टमा सबै कुराहरू सबै ठाउँहरू देखाएको थियो क्या कुन ठाउँमा कुन जनावर छ भनेर होइन अनि मैले यो थोरै यहाँ खिचेको थिएँ तर भरेपछि त म घुम्ने क्रममा मैले बिर्सेँ कहाँ कहाँ कुन कुन छ भनेर आई वाज गोइङ विथ द फ्लो यो चाहिँ आई थिङ्क यो चाहिँ अस्ट्रिच होला आई डोन्ट नो के हो यो अनि तर मैले खिचेँ मलाई अस्ट्रिच जस्तो लागेर अनि म यहाँ चाहिँ फेरि नक्कल पारेर मेरो भिडियो खिच्नु लगाएको होइन आई वाज फिलिङ सो अक्वर्ड किनभने म एकदम क्यामेरा साई पर्सन हो नि त अनि म भर्खर मेरो यो हबी चाहिँ एक्सप्लोर गर्दैछु है यहाँ चाहिँ कङ्गारू थियो होइन अनि म चाहिँ त्यतिखेर पनि भन्थेँ कि यो कङ्गारू त कति सानो भनेर मैले त्यो टिभीहरूमा देख्दा हेर्दा ठुलो ठुलो कङ्गारू देखेको नि त तर यो चाहिँ सानो कङ्गारू क्या अनि यो चाहिँ के हो यो मलाई पिकक हो जस्तो लाग्यो होइन
मैले बिर्सेँ यहाँनिर चाहिँ यो के थियो लिची अनि यो चिम्पान्जीहरूको नामहरू थियो क्या लिची अनि खै कुनि के हुनु त 5वटा कि 6वटा चिम्पान्जीहरू थियो अनि यो सँगसँगै यो वालमा पेन्ट गरेको कुराहरू पनि मलाई कस्तो इन्ट्रेस्टिङ लाग्यो क्या अब यो भिडियोमा कतिको क्लियर देख्छ है इन्ट्रेस्टिङ लागेर मैले खिचेको थिएँ अनि यहाँ चाहिँ के थियो चरा मेरो अहिले यहाँनिर चाहिँ यो गोरिल्लाहरू समथिङ के थियो आई डोन्ट नो के भन्छ यसलाई तर जस्ट रमाइलो थियो अनि म यतिखेर एट द सेम टाइम के सम्झिरहेको थिएँ नि मलाई चाहिँ मेरो त्यो चैतमा जन्मेको मान्छेहरूलाई चाहिँ चैते बाँदर भनिन्छ नि त अब मेरो साथीहरूलाई सम्झिँदै थिएँ होइन हे 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 अनि त्यहाँभित्र चाहिँ यो खाने ठाउँ पनि थियो ओ सेट मैले त्यो भिडियो चाहिँ खिचेको थिएँ इन्क्लुड गरेन होला सायद होइन त्यहाँनिर पाउने चिजहरू खिचिरहेको थिएँ अनि यहाँ चाहिँ ओ माई गड पिकक क्या दिस पिकक अनि मलाई यो पिकक देखेर चाहिँ रामलीलाको मुभीको याद आइरहेको थियो क्या अनि यो जिराफहरू थियो यहाँनिर चाहिँ यही 2टा मात्रै जिराफ थियो यसमा अनि यहाँनिर चाहिँ पिकक पनि थियो तर अहिले चाहिँ जिराफको मात्रै भिडियोहरू छ अनि यहाँनिर चाहिँ यो जूमा चाहिँ कस्तो व्यवस्थित गरेर राखेको क्या त्यो जनावरहरूलाई नि अनि यो चाहिँ हेर्दाखेरि चाहिँ म त्यो ऱ्याबिट जस्तो लागिरहेको सुरुमा होइन अनि खरायो भनेको तर इट वाज वकिङ है यो हाइब्रिडै हो तर मैले बिर्सेँ त्यसको नामै अनि यो चाहिँ क्रोकोडाइल अनि यहाँ चाहिँ टाइगर होइन मिनी टाइगर जस्तो अब टाइगर त अब पुरा भयङ्कर ठुलो टाइगर होला भनेको त सानो सानो टाइगर रहेछ 2टा टाइगर चाहिँ देखेको थिएँ मैले यहाँ एउटा यहाँ माथि बसिरहेछ एउटा तल डुलिरहेछ अनि यहाँ चाहिँ जस्ट अलिकति व्यवस्थित र अब नेपालको कम्पेरिजन गर्दाखेरि चाहिँ अलिकति व्यवस्थित छ अनि यो चाहिँ के थियो मैले मृग होला कि के भन्छ यसलाई अनि म चाहिँ पुरा बोलाउँदै थिएँ क्या यहाँनिर चाहिँ नक्कर अनि यसले मलाई रेस्पोन्ड गर्यो होला अनि यिनीहरू त हामीले नेपालको जङ्गलहरूमा पनि पाउँछ हौ मृग भन्छ कि के भन्छ यसलाई अनि ओ माई गड यो हात्ती देख्दाखेरि चाहिँ लिटरली आई वाज फिलिङ सो स्याड इनसाइड क्या कस्तो भन्दाखेरि चाहिँ अब दे हेभ एभ्रिथिङ बट दे आर इनसाइड प्रिजन होइन दे हेभ एभ्रिथिङ बट दे हेभ नथिङ अल्सो अनि त्यो चाहिँ द्याट वाज क्यामल अनि त्यस पछाडि म त्यो मेरो ब्याट्री थिएन मोबाइलमा अनि एकैचोटि बाहिर निस्किसकेपछि मात्रै खिचेँ बिकज आई वाज सो हङ्ग्री अनि मैले चिज केक खाएर थिएँ यतिखेर होइन फर्स्टमा चाहिँ अमिलो अमिलो भयो क्या अनि अरे किन यो नमिठो भयो अनि पछिबाट चाहिँ ओके आइएम सेटिस्फाइड विथ दिस भनेर सो टाडा यो चाहिँ एन्ट्री टु एक्जिट बाई बाई सी यू होपफुली तपाईँहरूलाई रमाइलो लाग्यो होला थ्याङ्क यू बाई बाई